हाई गाइस, के छ हजुरहरुको खबर? आज म हजुरहरुलाई एकदमै इम्पोर्टेन्ट कुरा भन्छु है। सायद थाहा छैन होला, मलाई पनि यही आएपछि थाहा भयो। पहिला म मेरो बुढालाई सोचे थाहा छैन। यहाँ आउनु त हजुर, यहाँ आउनु न। हजुरलाई थाहा छैन विश्वको सबैभन्दा ट्यालेन्ट हुन्छ नि, ज्योतिषी भनौँ कि साइन्टिस्ट भनौँ कि कुन देशमा पाइन्छ ल भन्नु हजुरले? के त नेपालमा के त इन्डियामा? नो थाहा थियो मलाई, यही एन्सर आउँछ भनेर। फ्रान्स होइन के विश्वको सबैभन्दा ट्यालेन्ट ज्योतिषी नै भनौँ है। होइन ज्योतिषीहरू चाहिँ यो देशमा पाउँछन्, फिनल्यान्डमा। कसरी थाहा छ हजुरलाई? म भन्छु। एकचोटि यहाँ फिनल्यान्डको पार्क भिजिट गर्नु, हजुरले आफै थाहा पाउनुहुन्छ क्या। यो कोरोना कहिले आएको? 2021 तिर आएको होइन, 21-22 भर्खर 2 वर्ष अगाडि आएको। तर यो देशको मान्छेलाई नि आजभन्दा 30 वर्ष अगाडि, ल मानिनु 20 वर्ष अगाडि थाहा थियो कि यो देशमा कोरोना आउँछ, यो कोरोना भन्ने रोग आउँछ। त्यति बेला मान्छेहरू चाहिँ फेस टु फेस भएर बस्नु हुँदैन, डिस्टेन्स बनाएर बस्नुपर्छ भनेर थाहा थियो। त्यही भएर पार्कको चेयरहरू हेर्नु त, एउटा यता, एउटा पूर्व, एउटा पश्चिम, एउटा उत्तर, एउटा दक्षिण फर्केको छ। सबैभन्दा ट्यालेन्ट ज्योतिषीहरू, सबैभन्दा खतरा साइन्टिस्ट यो देशमा बस्छन्। जे भन्नु उनीहरूलाई थाहा थियो कि यो कोरोना हो कि टोरोना भन्ने रोग चाहिँ आउँछ, त्यतिखेर चाहिँ किप डिस्टेन्स भन्ने एउटा चिज भन्ने आउँछ। त्यही भएर चाहिँ अहिलेदेखि नै हामी यसको लागि प्रिपेयर हुनुपर्छ भनेर त्यस्तो खालको कुर्सी बनाएको क्या। अवस्था थाहा नै रहन्छ बुढा। हजुरलाई के थाहा नै छैन भने के थाहा नै छैन हजुरलाई त? अरे भगवान्, मलाई मात्र थाहा छ। म यस्तो कुराहरू थाहा पाउनु मन छ हजुरहरूलाई भनेदेखि कृपया हामीलाई फलो गर्नुहोस्।